ती सिपाहीको आवाज कसले बोल्दिने? जो भोकै लड्या छ र आज बयानको लागि ऊ धाइराख्नु पर्ने परिस्थिति आउँछ भने त्यसको आवाज कसले बोल्ने? आइजीले बोल्नु पर्यो नि। कानुन बमोजिमको अधिकार प्रयोग गर्दाखेरि, कानुन बमोजिमको ड्युटी पर्फर्म गर्दाखेरि प्रहरी छानबिनको दायरामा किन आउँछ? सबैभन्दा मुख्य छानबिन गर्नुपर्ने विषय नै पुलिस जस्तो भइरहेछ अहिले। साथी अपराधिक के अरे दायित्व सिर्जना गरेर चाहिँ अनुसन्धान हुन थाल्छ भने प्रहरीको मानसिकता के हुन्छ? भोलि गएर निर्वाचन हुन्छ, निर्वाचनको ब्यालेट बक्स अगाडि बन्दुक बोकेर उभिनुपर्छ प्रहरी, राइफल बोकेर उभिन्छ त्यो ब्यालेट बक्सको सुरक्षाको लागि। यदि त्यो कसैले लुट्न आयो भने के गर्ने? तोडफोड गर्न आयो भने के गर्ने? केही गरेन भने पनि प्रहरी छानबिनको दायरामा यसले आफ्नो भएको हतियारको पनि प्रयोग गरेन, आफ्नो कानुनी अधिकारको पनि बल के प्रयोग गरेन भनेर त्यतिखेर छानबिन हुन्छ। यदि गर्यो र केही घटना भयो भनेदेखि किनभने प्रहरीले यो यस्तो अनावश्यक उ गर्यो, अनावश्यक गर्यो, मान्छे मार्यो भनेर फेरि छानबिनको दायरामा पर्ने। प्रहरीले गर्ने के? मनोबलको कुरा गरिराख्नु भएको छ। तर प्रहरीको मनोबल चाहिँ उठ्नु आवश्यक छ, नीतिगत स्पष्टता आवश्यक छ र आफूले कानुन बमोजिम पर्फर्म गरेको कामको लागि प्रहरी छानबिनको दायरामा पर्नु चाहिँ हुँदैन। मुख्य चाहिँ यही हो भनेर छानबिनको सेन्टर नै प्रहरी बन्ने अवस्था भयो भने कसरी चल्छ? प्रहरीको मनोबल कसरी उठ्छ?